सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्छ भनेर मार्क्ससहित हाम्रो निकोलस भुसाल नेपालको झण्डा सहित यति बेला आमरण अनसनमा हुनुहुन्छ। दाइ नमस्ते। नमस्कार हजुर। दाइ कति घण्टा भयो तपाईको आमरण अनसन र यो अहिले बिहान यस्तो चिसोमा पनि तपाई नेपालको झण्डा बिहानै कोही राष्ट्रलाई प्रेम गर्छ, कोही देशलाई माया गर्छ, कोही देशको निम्ति लड्छु भन्छ। उहाँलाई पनि आफू डाक्टर महिनाको 3-4 लाख 5 लाख रुपैयाँ कमाउन कुनै गाह्रो छैन। भुइँमा सुतेर नेपालको झण्डा बोकेर यसरी सुत्ने कुनै आवश्यक छ र? हामी बिहानै उठ्ने बित्तिकै लुथाचुडी गर्छौँ। आज कति कमाउने, भोलि कति कमाउने, आज कति भ्रष्टाचार गर्ने, आज के खाने भनेर। तर उहाँलाई देशको चिन्ता छ। सिरानीमा नेपालको झण्डा हामी पनि राखेर सुत्न सक्दैनौँ। हामीमा पनि त्यो आँट छैन, हामीमा पनि त्यो हैसियत छैन। हामी कुरा मात्रै धेर गर्छौँ। एक कुशल योद्धा जेएनजी अभियानकर्ता निकोलस भुसालको यो कार्यप्रति म सलाम गर्न चाहन्छु। सम्पूर्ण नेपालमा बस्ने नेपालीहरूलाई निकोलस भुसाललाई साथ सहयोग दिएर अघि बढ्नै पर्ने हाम्रो निष्ठा। राजनीतिक दलले पनि निकोलस भुसालको कुरामा साथ समर्थन एकीबद्धता दिएर अगाडि बढ्नै पर्छ। चाहे गुन्डुको विषयमा होस्, चाहे अश्लील जेएनजीको विषयमा होस्, चाहे अहिले भएको जेएनजी सरकारकै विषयमा होस्, खुलेर विरोध गर्ने एक कुशल योद्धा निकोलस भुसाल हामी हाम्रो भण्डाफोर.com को फ्रेममा लिएर आएका छौँ। दाइ नमस्ते। एकदम धेरै धेरै धन्यवाद हजुरलाई। एकदम धेरै। दाइ भोलि सुके छ नि दाइ? रातभरि चिसो भयो, यहाँ तलबाट पनि चिसो, माथिबाट पनि चिसो। दाइ एउटा कुरा भने तपाईँलाई, महिनाको तपाईँले चाहने भए 4-5 लाख 10 लाख रुपियाँ कमाउन सक्ने मान्छे अहिले बिना कमाई बिना तपाईँ चाहिँ यस्तो चाहिँ हरिबिजोग भएर यो अवस्थामा हुनुहुन्छ। दाइ यो छोडेर एकचोटि फेरि आफ्नै पेसातिर लाग्दा के हुन्छ? मेरो कामै पीडा चुन्ने हो क्या है। जस्तो म हस्पिटलमा बस्छु नि त, म मनोरोगको डाक्टर होइन, अनि दिनमा 5-10 जना चाहिँ म आत्महत्या गर्छु भन्ने हुन्छन् के राजा है। अनि दिनमा 10-15 जना जस्तो चाहिँ मुटु ढुकढुक हुन्छ, डर लाग्छ मेरो भविष्य के होला, मेरो विदेश गए के होला। विदेशमा गएका पनि नेपालमा भन्दा विदेशमा झन् पीडित छन् के नेपालीहरू के। अनि बुढाबुढीहरू हुन्छन्, डाक्टर साहब मेरो छोरा अमेरिका छ, मेरो छोरा अस्ट्रेलिया छ, मलाई मर्ने दबाई दिनुहोस् न, म एक्लै भएँ यहाँ, सहारा कोही भएन भन्छन् क्या। अनि यति धेरै पीडाहरू हुन्छ कि त सबैको पीडा आफ्नो मनभित्र सर्छ नि त सर। मैले त दबाई दिने, निद्रा लगाउने, भनौँ न त यताउता गर्ने, ठिक गर्ने, काउन्सिलिङ गर्ने, मोटिभेसन गर्ने, यताउता त्यो पाटोहरू छ। तर मेन जुन काम हो नि त, मेन चाहिँ पीडा चाहिँ त्यहाँ पनि पीडै छ के राजा होइन। अनि मैले के सोचेँ भन्दाखेरि चाहिँ अब मैले हस्टेलमा बसेर मैले कतिजनालाई निको बनाउँला, कतिजनालाई काउन्सिलिङ गरौँला, एउटाले जागिर नपाएर डिप्रेसनमा छ। तपाईँको एक्लो प्रयासले सम्भव छ? अनि अब मैले चाहिँ सम्भव देख्छु क्या सर। मलाई चाहिँ के लाग्छ भन्दाखेरि नेपाल यस्तो देवभूमि हो, यस्तो तपोभूमि, यस्तो सत्यभूमि शान्तिभूमि हो, देश गरिब होइन क्या सर। अनि दिमागमा ढक्कन, तपाईँ झापाको मान्छे होइन, दिमागमा ढक्कन लाग्यो हो क्या सर नेपालीको होइन। नेपालीको सोच शिक्षा र नीति गरिब भएर हो कि। म त अब यति मैले यो देश धनी भयो, देश खुसी भयो भने मेरा रोगहरू 80% निको हुन्छ क्या राजु होइन। अनि हाम्रो संस्कार संस्कृति अध्यात्म योग ध्यान साधना गर्यो भने 80% यो रोगै लाग्दैन क्या राजु। तर हामी चाहिँ यो संस्कार संस्कृतिबाट हाम्रो आफ्नो मूलबाट आफ्नो कुलबाट टाढा टाढा गइरहेछौँ र कतै हाम्रो सोच चाहिँ हाम्रो एकदम नकारात्मक भयो कि। अनि मेरो चाहिँ सोच बदल्ने परेको छ कि मैले चाहिँ यो देश प्रेम, नेपालीलाई माया गरौँ, नेपाल भनौँ, नेपाली भनौँ, सबै मिलेर राष्ट्र निर्माण गरौँ। हाम्रो पहिचान पनि नेपाली, हाम्रो जात पनि नेपाली, हाम्रो देश पनि नेपाली, हाम्रो धर्म पनि नेपाली। हामी तपाईँ र म लड्नका लागि हजारवटा कारण होला कि छ, तर मिल्नका लागि एउटा कारण चाहिँ काफी छ कि हामी नेपाली हौँ, यो देश हाम्रो हो, बनाउने हामीले हो, काफी छ नि त। प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीले वार्तामा बोलाउनु भयो भने के छ तपाईँको मागहरू राख्न जानुहुन्छ? अब मलाई वार्ता सार्ता चाहिएको छैन आमा है, सौतेनी आमा के भन्नु अब तिमीलाई होइन। अनि हाम्रा मागहरू चाहिँ जे पुरानो हामीले जेनजीहरूले जेगालाई ज्यान गुमायो यही ठाउँमा बसेर ज्यान गुमाएको होइन सर, यही ठाउँमा हाम्रो भाइहरू मरेको होइन सर, यही ठाउँमा रगत बगाएको होइन, यहाँदेखि त्यही बाटोमा त मरेको हुने सबैजना होइन। हाम्रो माग भनेको हत्यारालाई कारबाही, भ्रष्टाचारको छानबिन, सम्पूर्ण जेनजी बन्दीहरूलाई रिहा, अनि चाहिँ यो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रदेश सभा राष्ट्रिय सभा खारेज चाहिँ हाम्रो मुख्य माग हुन्। र सँगसँगै हामीले यो प्रधानमन्त्री गृहमन्त्रीको राजीनामा पनि थपेको छौँ। हामी वार्तामा बस्दैन, हामीलाई वार्ता चाहिएन, हाम्रा माग चाहिँ पुरा हुन पर्यो। हामी समाचार हेर्न आउन पर्यो कि पाउनु पर्यो कि हत्याराहरू जेलमा गएर भ्रष्टाचारीहरूको ड्याङ छानबिन भएर कारबाही भयो अरे। हत्यारामा तपाईँले अहिलेको गृहमन्त्रीलाई पनि हत्यारै भन्नु भएको छ, अथवा उहाँलाई पनि तपाईँले चाहिँ राजीनामा दे भन्नु भएको छ। खास
यो आन्दोलनको क्रममा त उहाँ जेनजी आन्दोलन विद्रोह पछि आउनुभएको गृहमन्त्री हो, खास उहाँले राजीनामा दिनुपर्ने कारण के निकोलसजी? अपराध दुई प्रकारको हुन्छ क्या, एक्ट अफ कमिसन, एक्ट अफ अमिसन भन्ने हुन्छ कि है। एक्ट अफ कमिसन भनेको चाहिँ केपीहरूले गोली हाने आदेश दियो, मार्यो होइन, त्यो एउटा अपराध हो होइन। एक्ट अफ अमिसन भनेको एउटा चाहिँ नगर्नुपर्ने काम गर्ने, एउटा चाहिँ गर्नुपर्ने काम नगर्ने होइन। अनि यो गृहमन्त्री चाहिँ जो एक्ट अफ ओमिसन गरिरहेछ कि जे हत्यारालाई कारबाही गर्नुपर्ने गरे होइन, अपराध गरेछ होइन। जेनजी भाइहरू जसले चाहिँ यसलाई परिवर्तन गरेर उसलाई मन्त्री बनाए, आज हाम्रो भाइहरू भर्खरै मलाई फोन आइरहेको थियो, 12,1300 जनाले यिनीहरूले जेलभित्र हालेको छन् कि होइन। त्यो सामान्य तोडफोड गर्ने पनि यति बेला हिरासतभित्र अथवा जेल जीवन बिताइ नै रहेछन् पूर्व पक्षका लागि। हत्याराहरू गोली हान्नेहरू 23 गतेको 24 गतेको घटना भनेको 23 गतेको रियाक्सन हो कि, 23 गते जुन एक्सन भयो नि त होइन, सरकारले जुन यो हुत्याएर भनौँ न ज्यान मार सरकार, हत्यारा सरकार पुरानो होइन, निवर्तमान सरकारले जुन ज्यान लियो नि त, त्यसको रियाक्सनको रूपमा चाहिँ नेपालभर उठेर आएका युवाहरू उहाँहरू हुन् होइन। आज तिनीहरू चाहिँ जेलमा छन्, तर तँले हत्या गरे तिनीहरू जेलमा छैन कि। त्यही भएर यो गृहमन्त्री पनि अपराधी हो, प्रधानमन्त्री पनि अपराधी हो। किन अपराधी भन्दाखेरि चाहिँ एक्ट अफ ओमिसनको आधारमा होइन, जसलाई चाहिँ न्याय दिनुपर्ने न्याय नदिनु पनि अपराध हो, जसलाई कारबाही गर्नुपर्ने उसलाई कारबाही नगर्नु पनि अपराध हो होइन। जसलाई चाहिँ भनौँ न त यो जेल नहाल्नु पर्ने, जसलाई चाहिँ संरक्षण जेनजीलाई संरक्षण उसलाई नगर्नु पनि अपराध हो कि होइन। प्रधानमन्त्री पनि अपराधी हो, यो गृहमन्त्री नै अपराधी हो। म एकछिन यतातिर गएँ, हजुरले आमरणमै हुनुहुन्छ नि, रिले हो कि तपाईँ चाहिँ? उहाँ त आमरण प्योरै हो, हजुर चाहिँ रिले हो कि पानी पनि खानु भएको छ? पानी पनि नखाएर रहने हो। तपाईँ देशको लागि सपोज सब सामान्य प्रधानमन्त्रीलाई भेट्दा म टाउको टेकेर उहाँसँग कुरा गर्छु भन्दैन त, कसरी त्यो कुरा गर्ने? त्यो मैले अलिकति म 3 करोड नागरिकलाई मेरो मुटुमा राखेर, हाम्रो निकोलस भुसाल सरका महान विचारलाई मेरो मुटुमा राखेर म टाउको टेकेर प्रधानमन्त्रीसँग कसरी शीर्ष आसनमा देखाउन मिल्छ? मिल्छ, देखाउन। दर्शकबिन, उहाँले टाउको टेकेर यसरी सम्माननीय प्रधानमन्त्रीलाई चाहिँ आफ्ना कुराहरू राख्नुहुन्छ भन्ने कुरामा उहाँले कसरी राख्नुहुन्छ त हेर्नुहोस् दर्शकबिन, तपाईँहरूलाई यो उहाँले एउटा आसन भन्नुभयो, के आसन भन्नुभयो? शीर्ष आसन सहित स्टार्ट। ल यसरी चाहिँ सम्माननीय प्रधानमन्त्रीलाई आफ्नो कुराहरू राख्नुहुन्छ अरे उहाँले। दर्शकबिन, हामी नेपाली, हाम्रो नेपाल यति बेला यो आन्दोलन जेनजी पछिको ठुलो विद्रोह भइरहेछ यति बेला काठमाडौँमा। यो विद्रोह शान्त हुन सम्माननीय प्रधानमन्त्रीले केही न केही कदम चाल्नै पर्छ। भण्डाफट.com को लागि नितेश ओली, काठमाडौँ। हुन्छ, कति 2 मिनट भयो?